तपाईहरूले सायद चिन्ने हुन्छ होला उहाँ रहेको छ गुरु पद्मसम्भव र दोस्रो बुद्ध भनेर पनि चिन्न सकिन्छ। र तपाईले उहाँलाई पाठ गर्न चाहनुहुन्छ भने उहाँको पाठ रहेको छ सिक्दुन सोलदेव सप्तहर, एकदम छोट कार्यमा 7वटा लाइन भएको, 7वटा हार भएको छोटो, र त्यो छोटो हामीले सप्ताहर चाहिँ हामीले पढ्न सक्यो भने हामीले धेरै सिद्धि प्राप्त हुने, छिटो नै हामीले आशीर्वाद पाउने, अधिष्ठानहरू हुने उल्लेख गरेको शास्त्रमा पाइन्छन्। त्यसै गरी तपाईँ पनि गुरु पद्मसम्भवले तपाईँले उहाँले वन्दना गर्न चाहनुहुन्छ, उहाँले तपाईँले पुकार्न चाहनुहुन्छ, उहाँले तपाईँले प्रार्थना गर्न चाहनुहुन्छ भने यहाँ रहेको छ सिक्दुन सोलदेव। म पढेर सुनाउँछु तपाईँहरूले। हुँ ओगेन युल्गी नुब्जाङ छम पेमा केसर दोङपो ला याछेन छोगी ngुइडु nye पेमा जुङने शेसु ढक खुर्दु खाडो माङपे कुर खेत की झेसु ढक डुक की जिंगी लोपछिर शेक्सु सुल गुरु पेमा सिद्धि हुँ भनेर लेख्नु भएको छ हैन। यसै नेपालीमा लेख्नु भएको छ सिक्दुन सोलदेव भनेर हैन। हुँ ओर्गेन युल्गी लुब्जाङ छम हैन। पेमा पद्मा अथवा पेमा एउटै हो, पद्मा केसर धोङबो ला याछेन छोगी ngुइडुक nye पद्मा जुङने शेसु ढक। पद्मा भनेर पढ्नुपर्ने खासै आवश्यकता छैन र पढ्नुभयो हुन्छ। प्राय जस्तो कसरी पढ्नुहुन्छ भने प्राय जस्तो पढ्दाखेरि चाहिँ पेमा भनेर पढ्नुहुन्छ है। अनि खुर्दु खाडो माङपे कुर खेत की झेसु दाग डुब की जिंगी लोपछिर शेक्सु सुल गुरु पद्मा सिद्धि हुँ गुरु पेमा सिद्धि हुँ भनेर उहाँको मन्त्र रहेको छ। ओम आ हुँ बज्र गुरु पेमा सिद्धि भने उहाँको मन्त्र हो। र उहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ स्वयम्भूको बुद्ध पाराको अमित बुद्ध बिचमा रहेको 3वटा मूर्तिमा मध्ये बुद्ध भगवानको अमित बुद्धको बायाँपट्टि रहेको उहाँलाई चिन्न सकिन्छ है। उहाँले चाहिँ कसरी चिन्न सकिन्छ दोस्रो बुद्ध हैन। उहाँ अलिक कुरित रूपमा देख्न सक्नुहुन्छ हैन। प्राय जस्तो अलिकति उहाँले अलङ्कार लगाउनु भएकोहरू तपाईँहरू देख्न सक्नुहुन्छ हैन। उहाँले तपाईँले अब तपाईँले के प्रार्थना गर्न चाहनुहुन्छ भने यो यति पाठ पढ्नुभयो भने उहाँले अब पढ्ने बित्तिकै उहाँको यो पाठ पढ्ने बित्तिकै उहाँ छिनिकमा नै उहाँ हाम्रो अगाडि आइपुग्नु छ भनेर उहाँको कुनै बाचाहरू छन् है। यसै गरी तपाईँले पनि यो लेखेर हुन्छ कि तपाईँले अथवा तपाईँ कण्ठस्थ गरेर तपाईँले पढ्नुभयो भने हामी सबैले लाभ हुनेछ है।